सबैजनालाई आज चाहिँ हामी इरोदोरीको फर्स्ट बुकको लेसन 7 स्टार्ट गर्न गइरहेका छौँ है। इरोदोरीको फर्स्ट बुकको लेसन 7 यसमा चाहिँ विशेष गरी बाटोघाटोमा लेट हुँदा अथवा कति बजे भेट्ने है, यस लेट हुँदा के भन्ने विषयमा हामी काममा लेट हुँदा कसरी बोल्ने के गर्ने भन्ने बारेमा विशेष गरी कुराकानी गरिएको छ है। मिचिनी मायोते चत्तो ओकुरेमास भन्छ है। बाटोमा कन्फ्युज भएर अथवा बाटो बिर्सिएर हल्का लेट हुन्छ भनेर भन्यो है। मिचिनी मायोते चत्तो ओकुरेमास भनेर भन्छ। अब हेर्नुहोस्, नान्जिनी दोको देशका कति बजे कहाँ हो भन्न खोजेको है। नान्जिनी दोको देशका कति बजे कहाँ हो भनेर भनेको छ। त्यसैको हामी चाहिँ यहाँ लिसनिङ सुनेर त्यही अनुसार गर्ने प्रयास गर्छौँ है। पहिले चाहिँ लिसनिङमा यहाँ के भन्छ भन्दा माचिआवा सेनो जिखान या बास्यो नि चुइते योनिनो हितोगा सिचुमेन सितै मास भन्छ है। भेट हुने माचिआवा से भनेको भेट हुने समय र ठाउँको बारेमा चारजना कुराकानी गरिरहेका छन् भनेर भन्छ है। अनि कति बजे भेट हुन्छ, नान्जिनी इकिमासका मेमोसिमासो कति बजे जान्छन्, मोजितो किकमास्यो पुनः एकपटक सुनौ भन्छ है। दोकोनी इकिमासका एकाराटी एराइमासो अनि कहाँ जान्छन् एबाट डी छानौ भन्ने कुरा गर्छ। दोको भनेको कहाँ भनेर भनेको छ है। कति बजे यहाँ चाहिँ कहाँ भनेको छ। ल अब सुनौ है त के भन्छ। すみません。明日は何時にどこですか？明日は朝8時に会社の門の前集合ね。わかりました。8時に門の前ですね。じゃあまた明日。के भन्यो भनेपछि सुम्मासेन आचिदावा नान्जिनी दोको देशका भन्दा खाइस्यानो मोन्नो माए भनेको कम्पनीको गेटको अगाडि कति बजे भन्दा 8 बजे भन्छ। बुझेँ है। ज्या वकारी मास्ता भन्छ अनि ज्या माता आस्ता भनेको ल भोलि भेटौँ है त भनेको है। ज्या माता आस्ता भनेको ल भोलि भेटौँ भनेर भन्छ। भनेको माथि चाहिँ 8 बजे लेख्नु पर्यो, तल चाहिँ टी लेख्नु पर्यो। फेरि एकचोटि सुन त। 1、すみません。明日は何時にどこですか？明日は朝8時に会社の門の前集合ね。わかりました。8時に門の前ですね。じゃあまた明日。है 8 बजे कम्पनीको अगाडि भनेर भन्यो है। त्यसरी बुझ्ने गेटको अगाडि भन्यो भनेर भन्यो है। कसरी के म्याच लेख्नुपर्छ? हाचिजी डी ओके ठिक छ है। ल यसरी लेख्दा हुन्छ। म्यासेजमा लेख्नुहोस्, म्युट गराएको छु मैले, म्यासेजमा लेख्दा भइहाल्छ है। ल अब सुगी निबान हेरौँ है। निबान सुनौ। 2、では金曜日の10時に来てください。金曜日の10時ですね。場所はどこですか？受付に来てください。その後部屋に案内します。わかりました。 के भन्छ? किन्योबिनो जुजी नि किते कुदासाई भन्छ अनि कहाँ भन्दाखेरि उकेचुके नि किते कुदासाई। उकेचुकेमा चाहिँ आउनुहोस् भन्यो भने है। किन्योबिको जुजी चाहिँ उकेचुकेमा आउनुहोस् भनेर भन्छ है। धेरैजनाले नम्बर खोजिरहनु भएको हुन्छ, त्यही भएर यहाँ नम्बर राखिदिउँ है। के भयो? किन्योबिको जुजीमा चाहिँ उकेचुकेमा आउनुहोस्, त्यसपछि यामा चाहिँ मैले आन्नाइ गर्छु भनेर भन्यो। भन्न खोजेको किन्योबिनो जिउजी भनेपछि माथि चाहिँ जिउजी भयो, तल चाहिँ उकेचुके भयो है। फेरि एकचोटि सुन त। 2、では金曜日の10時に来てください。金曜日の10時ですね。場所はどこですか？受付に来てください。その後部屋に案内します。わかりました。है। जिउजी गुड 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 है। जब उसमा पनि लेख्नु भएको छ, खान्जीमा लेख्नु भएको छ, एकदम राम्रो है। खान्जीमा लेख्ने प्रयास पनि गर्नुपर्छ है। ल ठिक छ। त्यसरी किन्योबी जिउजी उकेचुके नि किते कुदासाई ओके है। शुक्रबार 10 बजे रिसेप्सनमा आउनुहोस् भनेको है। जिउजी रिसेप्सनमा आउनुहोस् भनेर भन्छ। ल अब 3 नम्बर सुनाउ त। 3、明日の待ち合わせは何時にどこにしますか？
じゃあ6時半に駅の改札でいい？はい。6時半に駅ですね。じゃあまた。 के भन्यो भन्दाखेरि ल लेख्नु भएको छ म हेर्छु है होइन यो हाचिजी हान त भएन फेरि अलि मिलेन है फेरि सुन्नुहोस् है 3、明日の待ち合わせは何時にどこにしますか？じゃあ6時半に駅の改札でいい？はい。6時半に駅ですね。じゃあまた。 रोकुजी हान्ने एकी भन्छ है रोकुजी हानमा कहाँ है एकी ओके है एकीको खाइसाचु भनेको टिकट काट्नेको अगाडि हामीले खाइसाचु गेट भन्छ गुच्ची भन्छ है खाइसाचु भनेको टिकट काउन्टरभन्दा अगाडिको भागलाई हामीले खाइसाचु भनेर भनिन्छ है त्यसलाई खाइसाचु टिकट काट्ने ठाउँहरू भएको ठाउँलाई है त्यही रोकुजी हान भनेर भनेको छ 6:30 बजे है नम्बर चाहिँ बुझ्नु पर्यो है रोकुजी हान भनेर भन्छ 3 नम्बरमा एकी नो खाइसाचु त्यही भन्छ है रोकुजी हान एकी भनेर भन्यो ल 3 नम्बर अब 4 नम्बर हेरौँ त 4、10日のイベント何時からですか17時に始まりますが、スタッフは30分前にホールに来てください。じゃあ4時半ですね。わかりました。よろしくお願いします。 कति कति भयो होला लेखौँ त यसको सबैजनाले लेट्स सी कति भयो योजिहान ठिक छ है योजिहान तर 17 बजेबाट सुरु हुने हो स्टाफ चाहिँ 16:30 बजे है 4:30 बजे आइसक्नुहोस् भनेर भन्छ है फेरि एकचोटि सुनौँ त 4、10日のイベント何時からですか17時に始まりますが、スタッフは30分前にホールに来てください。じゃあ4時半ですね。わかりました。よろしくお願いします。 है स्टाफ चाहिँ 4:30 बजे आउनुहुन्छじゃあ4時半ですねभन्दा अगाडि मास्टर योरसुको ओनेगाइसिमास भनेर यसरी भनेको छ है ल लगभग यो बुझ्नु भयो है 4:30 बजे भनेको कुरा भयो है ल अब हामी चाहिँ तलतिर हेरौँ त वर्ड मिनिङहरू के छ कोतोबा खाकुनि सिते मगो सिते खाकुनि है के मान्छे ल खाकुनि गरौँ स्यु गौ सुरु भनेको भेट हुनु जम्मा हुनुलाई हामीले भन्छौँ स्यु गौ अथवा स्यु गौ सुरु भनेको जम्मा हुनु भेट हुनु भनेको है देवा भनेको ल है त्यसो भयो है त्यस्तो भन्दा देवा ल यसो गरौँ उसो गरौँ भन्दा देवा परिवार दो त्यसका है यसरी भन्छ देवा आन्नाइ सुरु भनेको कसैलाई गाइड गर्ने कसैलाई जानकारी दिने कसैलाई गाइड गर्ने हामीले आन्नाइ सुरु भनिन्छ माची आवासे भनेको भेट गर्नेलाई हामीले के भन्छौँ माची आवासे भेट गर्नेलाई हामीले भन्छौँ माची आवासे इभेन्टो भनेको इभेन्ट भइहाल्यो हाजिमारु भनेको सुरु हुनु हाजिमारु भनेको सुरु हुनु स्टाफ भनेको स्टाफ भनेको स्टाफ सान्जुपुन्माए भनेको 30 मिनेट अगाडि सान्जुपुन्माए भनेको 30 मिनेट अगाडि भन्न खोजेको है सान्जुपुन्माए अर्को छ आस्ता नान्जिनी सिमास्का भनेर फेरि अर्को छ है यो टपिक 2 को हेर आस्ता नान्जिनी सिमास्का भोलि कति बजे भेट्ने भनेको है आस्था नान्जिनी सिमास्का भोलि कति बजे भेट्ने भन्दाखेरि हेरौँ त खाइबा हो कि मासु अरे खाइबा सुनौ भनेको है आस्था नान्जिनी सिमास्का भोलि कति बजे भेट्ने खाइबा सुनौ भनेर भन्छ हाजिबेनी स्क्रिप्ट ओ मिनाइदे खाइबा हो कि मासु सान्निन वा नान्जिनी दोकोते माछिया सुरु कोतोका नि सिमास्ताका भनेर भन्छ है पहिले चाहिँ स्क्रिप्ट नहेरिकन 3 जना चाहिँ कहाँ कति बजे भेट्छन् पत्ता लगाउनुस् भन्छ अनि अलि स्क्रिप्ट हेरेर पढ्ने र अर्थ लगाउँला है सुरुमा त्यतिकै सुनौ 明日何時にしますか6時はどうですか6時はちょっと早いです。6時半でもいいですか 6時半いいですよ。じゃあ、そうしましょ
待ち合わせして一緒に行きますか？そうしましょう。どこにしますか？じゃあ、駅前の平和の鳥の像の前にしましょえ、それ何ですか？私もわかりません。駅の改札でもいいですか？う。じゃあ、そうしましょう。6時半に駅の改札集合で。はい。わかりました。 भयो एन्सर आयो कि नै केही छैन नभए म अहिले पढ्छु पढेपछि एन्सर भन्दा पनि हुन्छ रोकुजिहान एकिन खाइछ ओके तदासी देश ठिक छ ल अब यतातिर हेर्दै गरौँ है पहिला हामी यतातिर हेरौँ त ल अब मैले यता बजाउँछु यो पढ्ने है बज्दै गर्छु सुन्दै गरेर पढ्ने त्यसपछि म नेपालीमा भनिदिन्छु 明日何時にしますか？ 6時はどうですか？ 6時はちょっと早いです。6時半でもいいですか？ 6時半いいですよ。じゃあ、そうしましょう。待ち合わせして一緒に行きますか？そうしましょう。どこにしますか？じゃあ、駅前の平和の鳥の像の前にしましょえ、それ何ですか？私もわかりません。駅の改札でもいいですか？う。じゃあ、そうしましょう。6時半に駅の改札集合で。はい。わかりました。 है एकिन खाइसकेपछि सु गरे है रकुजी हान्नी एकिन खाइसकेपछि सु गरे भनेर भन्छ है है वकारी मास्ता हजुर बुझेँ भनेर भनेको छ आइस्ता नान्जिनी सिमासका भोलि कति बजे गर्नुहुन्छ भन्छ रोकुजी हानवा दौ त्यसका 6:30 बजे कसो होला भन्छ रोकुजी हानवा चेत्तो हाई देश है 6:30 बजे अलिक छिटो हुन्छ रोकुजी हान दे मै देशका 6 बजे अलिक छिटो भयो 6:30 बजे कसो होला भन्छ है रोकुजी हान यी देश छु 6:30 बजे भन्नुभएको हुन्छ भन्छ च्या सोसिमासो ल त्यसै गरौँ माची आवासी छिते इस्योनी किमासका सँगै भेटेर सँगै जाने हो भनेको भेटेर सँगै जाने हो भन्छ सोसिमासो दोकोनी सिमासका कहाँ गर्ने भेट गर्ने त भनेको है दोकोनी सिमासका भन्दा ज्या एकिनो माएनो हेइमानो तोरिनो जोउनो माएवा माइनी सिमास्यो ल स्टेसन अगाडिको शान्तिको चराको अगाडि मूर्ति के शान्तिको चराको मूर्तिको अगाडि चाहिँ भेटौँ भन्यो है यो जौ भनेको मूर्ति भनेको स्ट्याच्यु भनेको है माइनी सिमास्यो भनेर भने है स्टेसन अगाडिको चाहिँ त्यो पिस बर्ड भन्ने त्यहाँ हुन्छ के प्रायः चाहिँ शान्तिको चराको मूर्तिहरू बनाउँछन् प्रायः स्टेसन अगाडिहरू है जापानमा तपाईँले देख्नुभयो होला त्यसको अगाडि गरौँ भन्छ ए देख्नुभयो त सरी है मैले यहाँनिर पढाए जस्तो सोचेछु सरी सबै नेपालमै छौँ होइन यो के अरे तपाईँ वहाँ गएपछि देख्नुहुन्छ जापान गइसकेपछि है ज्या त्यसो भए स्टेसन अगाडिको शान्तिको चरा भएको मूर्तिको अगाडि भेटौँ भन्दाखेरि हे सोरे नान देशका त्यो के हो भन्न खोज्या उसलाई थाहा रहन्छ है सोरे वतासी म वकारीमा छैन मलाई पनि थाहा छैन एकिनो खाइसाछु दे म यी देशका स्टेसनको काउन्टर भए पनि हुन्छ टिकट काउन्टर भए पनि हुन्छ भन्छ है एकिनो खाइसाछु दे म यी देशका भन्नु भने है ज्या सौसीमासो ल त्यसै गरौँ रोकुजी हान्नी एकिनो खाइसाछु स्युगो भन्छ है 6:30 बजे स्टेसनको खाइसाचुमा भेटौँ भन्नुहुन्छ हाई भने बुझेँ भन्यो वकारी मास्ता भनेको बुझेँ भनेर भनेको हजुर बुझेँ भनेर भन्दाखेरि यसरी भन्यो है अब के छ हेइवा भनेको शान्ति भयो तोरी भनेको चरा भयो है चौ भनेको मूर्ति है यसरी चाहिँ गर्न सकिन्छ हेइवा तोरी र जौ यसरी चाहिँ गर्न सकिने भयो है बुझ्यो हेइवा भनेको शान्ति भनेको है जहाँ पनि पिस भन्छ नि शान्ति भनेको हेइवा भने तोरी भनेको चरा जौ भनेको स्ट्याचु अर्को यो ई नभएको जौ भयो भने हात्ती है यही खान्जी है यो अगाडिको ई बेन है निनबेनको ई नभएपछि हात्ती हुन्छ यस्तो नभएपछि सरी यस्तो छ नि अगाडितिर यो नभएपछि हात्ती हुन्छ यो भएपछि फेरि मूर्ति भनेर हुन्छ है त्यो कुरा चाहिँ बुझौँ है
त्यस्तो कुरो छ है। भनेपछि यहाँ के हुने भयो? रोकुजी हान एकिनो खाइसाछु हुने भयो है। रोकुजी हानमा कहाँ भन्दा एकिनो खाइसाछु भन्नु पर्यो है। 6:30 बजे स्टेसनको टिकट काउन्टर अगाडि चाहिँ भेटौँ भनेर भन्छ। यही कुरा ल यिनी कुराहरू पनि पढ्ने है। कहिलेकाहीँ अब यस्तै कुराहरू एक्सप्रेसनमा अथवा रिडिङमा जहाँ पनि दिन सक्ने भएकोले यो कुराहरूलाई राम्रोसँग पढ्ने है। स्क्रिप्टहरूलाई पनि पढ्नुपर्छ। ल अब हामी खाली ठाउँ भर्नेमा हेरौँ त ओन्स्यो किटे आइतेरु तोकोरो नि कोतोबा हो खाकी मास्यो है। सुनेर चाहिँ खाली ठाउँमा चाहिँ भरौँ भनेर भन्छ है। ल हेरौँ त। 明日何時にしますか？ 6時はどうですか？ ちょっと早いです。6時半でもいいですか？どこにしますか？ 駅前の平和の鳥の像の前にしましょわかりません。駅の改札でもいいですか？ के भयो? आस्था नान्जिनी सिमास्का भन्छ है। भोलि कति बजे गर्नुहुन्छ भन्दा रोकुचिवा के होला? ल सुन्नु है। रोकुचिवा हो देशका है 6 बजे कसो होला भनेर। 明日何時にしますか？ う。6時はどうですか？ है 6 बजे कसो होला भने है। ちょっと早いです。6時半でもいいですか？ अलि छिटो भयो। रोकुजी हान देमो इ देशका 6:30 बजे भए पनि हुन्छ भने है। अलि छिटो भयो 6:30 बजे भए पनि हुन्छ भन्दाखेरि रोकुजी हान देमो इ देशका भनेर भन्छ है। देमो इ देशका वा दौ देशका भनेर कसैले सोध्यो प्रश्न कसो होला भन्दा अलि छिटो भयो यसो कसो होला भन्दा देमो इ देशका भनेर प्रति प्रश्न गर्ने है। どこにしますか？ 駅前の平和の鳥の像の前にしましょわかりません。駅の改札でもいいですか？ わかりませんथाहा छैन। एकिनो खाइस्याचु देमो इ देशका भनेर भन्छ। स्टेसनको टिकट काउन्टरनिर भए पनि हुन्छ भनेको है। एकिनो खाइस्याचु देमो इ देशका भनेर भन्छ है। एकिनो खाइस्याचु देमो इ देशका भनेर है। यो भए पनि हुन्छ भनेर कसैलाई क्वेसन सोद्धा देमो इ देशका भनेर कसैलाई है पोलाइटली क्वेसन सोद्धा वा दौ देशका भनेर कसैले भन्यो भने कसैलाई पोलाइटली क्वेसन सोद्धा देमो इ देशका भनेर भन्न सकिन्छ है। देमो इ देशका है। एकिनो खाइसासु देमो इ देशका भनेर भन्न सकिन्छ। ठिक छ ल सुगो भनेको भेला हुने भनेको है। भेला हुनु भनेको है भेट्नु भेला हुनुलाई हामीले सुगो भन्छौँ है। सुगो भनेको भेला हुने भेट्नु भन्ने अर्थ लाग्छ है। ल आइस्तानो माची आवासे नान्जिनी दोकोनी सिमासका हेरौँ है। यो चाहिँ एक्सप्रेसनको लागि एकदम बेस्ट छ। कहिलेकाहीँ दिएको पनि छ भन्ने कुरा आएको छ विद्यार्थीहरूले यो पनि आएको थियो भन्दै थिए है। त्यही भएर भोलिको माची आवासे नान्जिनी दोकोनी सिमासका कति बजे कहाँ गर्ने हुन्छ भन्दाखेरि रोकुजिनी हेइबानो तोरिनो जौनो माएवा दौ देशका 6 बजे शान्तिको प्रतीक परेवाको अगाडि कसो होला है। मूर्तिको अगाडि कसो होला भन्दाखेरि अब उत्तर 3 वटा हुनसक्छ। कसैलाई हुन्छ होला कसैलाई यो टाइम मिलेन कसैलाई ठाउँ मिलेन 2 किसिमको 3 किसिमको उत्तर हुने भयो है। रोकुजिनी हेइबानो तोरिनो जौनो चौ देशने वाकारिमास्ता बुझे भने एउटाले के भन्यो हुन्छ भन्ने कुरा गर्यो त्यति नै ठिक भयो। अब अर्कोलाई के हुन्छ भनेपछि ठाउँ थाहा भएन भने ठाउँ चेन्ज गर्छ होला है। हेइबानो तोरिनो जो वा चोतो वाकारिमासेन यो हेइबानो तोरिनो जो भनेको मलाई थाहा छैन। एकिनो खाइसाचु देमो इ देशका स्टेसनको टिकट काउन्टर भए पनि हुन्छ भनेर सोध्छ है। इ देश हो ज्या रोकुजिनी एकिनो खाइसाचु दे भन्छ। ल त्यसो भए 6 बजे स्टेसनको काउन्टरमा भनेर भन्छ है। यो बिचमा के गर्यो ठाउँलाई चेन्ज गर्यो।
अब अर्कोले गर्छ टाइमलाई चिन्छ रोकुजी वा चेत्तो हायाइ देश है 6 बजे त अलिक छिटो भयो रोकुजी हान्दे म हिदेशका 6:30 बजे भए पनि हुन्छ भनेर अर्को उसले भन्छ यी देश हो झ्या रोकुजी हान्ने यही बानो तोरिनो चौधे भन्छ है त्यसो भए 6:30 बजे त्यो मूर्तिको अगाडि है शान्तिको मूर्तिको अगाडि चाहिँ भेटौँ है भनेर यसरी भन्छ 3वटा कन्सेप्ट है अब इक्जाममा कुन दिएको छ कुन दिएको छैन भनेको एउटा बिचको मात्र थोरै मात्रै हटेको हुन्छ कि अरू सबै त्यही हुन्छ भनेको यहाँ तलको पनि हुन्छ माथिको पनि हुन्छ भने बिचको एउटा गायब भएको हुन्छ त्यही भएर तपाईँलाई थाहा हुन्छ पहिले त्यसलाई हल्का नेपालीमा बनाउन कोसिस गर्ने है एक्सप्रेसनमा चाहिँ कोसँग कुरा भइरहेको छ तिनीहरूको पोजिसन के हो दुईटाको सम्बन्ध कस्तो छ खानके हेर्ने पहिले चाहिँ दुईटाको सम्बन्ध बराबरका हुन् कि म्यानेजर र इम्प्लोइ हुन् कि इम्प्लोइ हुन् कि साथी हुन् कि बाउ छोरा हुन् कि होइन खानके चाहिँ हेर्न एकदम इम्पोर्टेन्ट हुन्छ एक्सप्रेसनमा है खानके हेरेर तिनीहरूको सम्बन्ध हेरेर चाहिँ हामी गऱ्यौँ भने कुन युज गर्ने कस्तो भाषा युज गर्ने भन्ने कुरा त्यसमा डिपेन्ड गर्छ है त्यसरी चाहिँ गर्ने गरौँ इक्जाममा चाहिँ इक्जाम पोइन्ट अफ भ्यूले हेर्दा है अब चाहिँ हामीलाई पढ्न सिकाएको छ पढ्नभन्दा पनि लेख्न कस्तो बेलामा भन्छ भने आफू चाहिँ काममा ढिलो भइयो भने कसरी साथीभाइसँग कामको मान्छेसँग अथवा कुनै इभेन्टमा ढिलो भयो साथीहरूसँग कसरी माफी माग्ने त्यसको बारेमा कुरा गर्न गइरहेका छौँ है यो चाहिँ लाइन एप जापानमा चाहिँ धेरै जसो चल्ने भनेको लाइन एप है लाइन एपबाट कुराकानी गर्ने गरिन्छ अरू एप पनि चल्छ नचल्ने होइन तर धेरै जसो लाइन एपबाट कुराकानी गरिन्छ है देनस्यागा तोमारी मास्ता ट्रेन चाहिँ रोकियो भन्ने कुरा गर्छ है ट्रेन रोकियो रे अब यहाँ चाहिँ हेरौँ है म्यासेजहरू हेरौँ जस्तो पहिलोमा छ हेर त सुमिमासेन एक्सक्युज मी भनेको सुमिमासेन सरी अथवा एक्सक्युज मी के हुन्छ जीको एक्सिडेन्टलाई के भने रे जीको दे है एक्सिडेन्टको कारणले भन्दा जीको दे देनस्यागा तोमारी मास्ता है जीको दे देनस्यागा तोमारी मास्ता एक्सिडेन्टको कारणले ट्रेन रोकियो जीको दे देनस्यागा तोमारी मास्ता भन्छ है अनि उसले भन्छ वकारी मास्ता बुझेँ भन्यो माता रेनराको सिमास फेरि कन्ट्याक्ट गर्छु भनेर भन्छ के भयो भन्दा एक्सिडेन्टको कारणले ट्रेन चाहिँ रोक्यो कुनै पनि दुर्घटनाको कारणले ट्रेन रोकिएको छ भन्दा बुझेँ भन्छ माता रेनराको सिमास फेरि पछि कन्ट्याक्ट गर्नेछु है केही अपडेट आयो भने म कन्ट्याक्ट गर्छु भनेर यसले भन्छ है यसरी चाहिँ बुझ्नु पर्यो यसलाई ठिक छ यसरी चाहिँ बुझ्ने है ल अब त्यस्तै गर अब यसको अनुसार यहाँ यतातिर हेरौँ त यतातिर के होला 1 2 3 4 मा कुन हुनसक्छ बी भयो है जीको दे देनस्यागा तोमारी मास्ता भनेपछि ट्रेन रोकिएको छ कुनमा बीमा रोकिएको छ त्यही भएर यसमा के हुने भयो बी हुने भयो ल अब अर्को पढौँ है त अब यसले भन्छ गोमेन नेबोस्टे इमाउकी मास्ता सरी गोमेन ना साइको गोमेन भनेको साथीभाइसँग प्रयोग गर्दा फुचुकेमा प्रयोग गर्दा गोमेन भनिन्छ है गोमेन ना साइलाई के भनिन्छ गोमेन नेबोस्टे इमाउकी मास्ता सुतेर बल्ल उठे भन्छ धेरै सुतेछु भने बल्ल बिउजे भन्छ अनि ऊ रिसाएको ऊ पठायो है इमोजी रिसाएकोबाट यहीँ गरेर पठाएछ हिमाकारा इसोइदै किमास है अब म तुरुन्तै हतार हतार गर्दै जान्छु है हतार हतार गर्दै जान्छु साकिनी हाजिमेते कुरा चाहिँ सुरुमा सुरु गर्नुहोस् है पहिले सुरु गर्नुहोस् तपाईँहरूले सुरु गर्नुहोस् म चाहिँ आउँदै गर्छु तपाईँले सुरु गर्नुहोस् भनेको गोमे नेबोसिते इमा ओकिमास्ता इमा ओकिमास्ता अहिले उठेँ है सुतेर बल्ल उठेँ भन्ने कुरा गर्छ इमा खारा इसोइदे किमास अब चाहिँ म हतार हतार गर्दै जान्छु साकिनी हाजिमेते कुदासाई सुरुमा तपाईँले चाहिँ सुरु गरिहाल्नुहोस् है सुरु गर्नुहोस् भन्न खोजेको है साकिनी हाजिमेते कुदासाई सुरु गर्नुहोस् तपाईँले भनेर भन्नलाई युज गरेको छ ल अब यसको चाहिँ के हुन्छ भनेर हेरौँ है ल डी भनेर लेखिसक्नु भएको छ टुको है नेबौ सुरु भनेको ओभर सिलेक्ट है भर्खर उठ्ने बिउजिनी ढिलो बिउजिनीलाई के भन्छ नेबौ सुरु है नेबौ सुरु भनेपछि कुरो भयो
डी नम्बर भयो एकदम 2 को चाहिँ डी हुन्छ है नेबो सुरु भनेको ओभरस्लिप्ड भनेको है एकदम सही छ ल अब अर्को अब 3 मा हेर्नुहोस् सुइमासेन मिचिनी मायोते चोत्तो कुरेमास है सुइमासेन सरी मिचिनी मायोते चोत्तो कुरेमास बाटो कन्फ्युज भएर हल्का लेट हुन्छु भन्छ है सुइमासेन मिचिनी मायोते चोत्तो कुरेमास बाटोमा कन्फ्युज भएर हल्का लेट हुन्छ है सुइमासेन मिचिनी मायोते है मायोते चोत्तो ओकुरेमास हल्का लेट हुन्छु दाइजोबु देशका ठिक छौ नि हराउनु त हराएनौ भनेको के हाम्रो टेन्सन गरेको यार दाइजोबु देशका दाइजोबु देशका भन्न दाइजोबु देश दाइजोबु देश दाइजोबु देश मौसुगु सुकिमास अब तुरुन्तै पुग्छु भनेको दाइजोबु देश मौसुगु सुकिमास है दाइजोबु देश मौसुगु सुकिमास दाइजोबु देश मौसुगु सुकिमास अब अर्को आयो अब अर्को 4 मा छ सुइमासेन जिकानो माचिगाइमास्ता समय चाहिँ मिस्टेक गरे 30分遅れますरे सुइमासेन जिकानो माचिगाइमास्ता 30分यो कस्तो बेलामा हुन्छ भने जापानमा त शिफ्ट सिस्टममा काम हुन्छ कहिले 8 बजे जानुपर्छ कहिले 9 बजे जानुपर्छ कहिले 7 बजे जानुपर्छ कहिले काहीँ कस्तो हुन्छ नि ए भोलि म 10 बजे काम छ भनेर मजाले सुतेको काम रहेछु 9 बजेबाट थाहा पाउँछु मैले 8:30 अथवा 9 बजेतिर ओहो म त शिफ्ट मिस्टेक गरेछु आधा घन्टामा आइपुग्छु भनेर कम्पनीलाई मेसेज गर्नु पर्यो त्यही हो सुइमासेन जिकानो माचिगाइमास्ता 30分遅れますभन्नु पर्यो है सरी मैले टाइम मिस्टेक गरेछु 30 मिनेट लेट हुन्छ हे भन्छ भने काफे दे मात्रै मास त गर्लफ्रेन्ड रहेछ अथवा साथी रहेछ है म कफी सपमा वेट गर्छु काफेमा वेट गर्छु भन्दा उसले चाहिँ इमोजी गोमेन्ना साई भनेर पठाएको छ सरी भनेर यसरी इमोजी पठाएको छ है सरी भनेर पठाएको छ यसरी चाहिँ पठाएको छ अब यहाँ पछाडि हेरौँ त एउटा 3 मा कुन आउनु भयो 3 मा भयो हाम्रो ए है मिचिनीमा त्यो भयो भने 4 मा के भयो भन्दा सी भयो है शेड्युलको टाइम चाहिँ मिस्टेक गरेको हुनाले सी भयो है के भयो सी भनेर यसरी भयो है ल ठिक छ ओके ल ओके ल अब चाहिँ हामी खाकुरिन गरौँ है त यहाँ के भन्छ जिको भनेको दुर्घटना है जिको भनेको दुर्घटना नेबो सुरु भनेको नउठ्नु भन्नाले टाइममा नउठ्नु धेरै सुत्नुवाला भइहाल्यो इमा कारा भनेको अब भनेको इसोगु भनेको हतार गर्नु इसोगु भनेको हतार गर्नु साकिनी भनेको पहिले है साकिनी भनेको पहिले हाजिमेरु सुरुवात गर्नु हाजिमेरु सुरुवात गर्नु मिचिनी मायो भनेको बाटोमा कन्फ्युज हुनु मिचिनी मायो बाटोमा कन्फ्युज हुनु ओकुरेरु लेट हुनु ओकुरेरु लेट हुनु चुकु भनेको आइपुग्नु चुकु आइपुग्नु जिखान भनेको समय जिखान भनेको समय माछिगाएरु भनेको मिस्टेक गर्नु माछिगाएरु मिस्टेक गर्नु माछु भनेको पर्खनु माछिगाएरु भनेको मिस्टेक गर्नु माछु भनेको पर्खनु माछिगाएरु भनेको मिस्टेक गर्नु माछु भनेको पर्खनु भयो नि है अब हेर जिको दे देन्स्यागा तोमारी मास्टा है एक्सिडेन्टको कारणले भन्दा दे लगाउने है यसमा के लगाउनु पर्यो दे लगाउनु पर्यो जिको दे ल है अब यिनी 3टा कुरा एकदम इम्पोर्टेन्ट छ नि याद जिको दे है यहाँ चाहिँ के भयो नाउन भयो दे लगाइयो नेबो भन्नाले भब भएपा ते लगाउने हुन्छ नेबो स्टे इमा उकिमास्ता सुतेर बल्ल उठे भन्दाखेरि हामीले सिटे ते फर्म है नेबो स्टे इमा ओकिमास्ता सुतेर बल्ल उठे भन्दा नेबो सिटे भन्ने है मिचिनी मायोते मायो मासको के गर्नु पर्यो मायोते चोत्तो ओकुरेमास
मिचिनी मायोत्ते चोतो ओकुरेमास भनेको बाटो बिराएर हल्का लेट हुन्छ है। बाटो बिर्सिएको हुनाले हल्का लेट हुन्छ। मिचिनी मायोत्ते चोतो ओकुरेमास है। मिचिनी मायोत्ते चोतो ओकुरेमास। मिचिनी मायोत्ते चोतो ओकुरेमास है। यसरी चाहिँ गर्नु पर्यो। मिचिनी मायोत्ते चोतो ओकुरेमास। अब हामी यहाँबाट 30分ぐらい遅れますभन्छ है। 30 मिनट जति लेट हुन्छ भनेर भनेको छ है। यसमा के भन्छ 30 मिनट जति लेट हुन्छ अरे। अब हामीले यो लेख्नलाई सिकाएको अरू केही पनि होइन। 30分ぐらい遅れますभनेको छ लेख्न सिकाएको छ। पहिला के गर्ने भन्दा लेख्दा आयामारु कोतोबा भनेको माफी माग्ने रे। पहिले लेख्दा चाहिँ के गर्ने माफी माग्ने। जस्तो सुमिमासेन भन्यो है। के गर्ने रे माफी माग्ने। पहिले के गर्ने सुमिमासेन भन्यो नि है माफी माग्ने पहिले। दोस्रोमा कारण बताउने रियु कारण है। कारण बताउने जिखानो माचिगाएते समय बिर्सिएर बिराएर अथवा मिस्टेक गरेर है। समय मिस्टेक गरेर भन्दा मिचियोमा त कारण भयो। अनि जिखान कति जति टाइम लाग्छ अथवा कति बजे फोन गर्छु कति बजे पुग्छु भन्दा 30分ओकुरेमास 30 मिनट लेट हुन्छु भनेर यसरी लास्टमा लेख्नु पर्यो है। यसरी जहिले पनि हामीले कम्पनीहरूलाई मेल गर्दा केही चिज गर्दा यो चाहिँ एसएनएसमा मेल गर्दा है। त्यो इमेल होइन कि मोबाइलबाट पठाउँदा मेसेज पठाउँदा पहिला सरी लेख्ने कारण लेख्ने अनि कति जति समय लाग्छ त्यो कुरा लेख्ने। तर यो भनेर फेरि फोन नगर्ने होइन। फोन चाहिँ गर्नै पर्छ है। फोन गर्नुपर्छ। मेन भनेको फोन गर्ने हो। यो पनि पठाउने फोन पनि गर्ने है। फोन गर्नै पर्छ। फेरि फोन कति बेला गर्ने भन्दा 9 बजेबाट काम छ भने 9 बजेभन्दा पहिले नै फोन गर्नुपर्छ है। 9 बजेपछि फोन गरेकोलाई भ्यालिड मानिँदैन। 9 बजेभन्दा पहिले जस्तो कि 8:30 बजेतिर फोन गरेर सुमिमासेन म आज अलि ढिलो हुने भयो म चाहिँ बाटोमा फसेको छु भनेर पहिले नै भन्नु पर्यो है। 9 बजेपछि होइन कि 9 बजेभन्दा पहिले भन्नु पर्यो। अब काममा छिर्नुभन्दा 10 मिनट अगाडि नै भन्ने है। यो कुरा चाहिँ ध्यान दिनुपर्छ। सुकिमास खान्जी र किमासको खान्जी एउटै हुन्छ है सेन्से। अहिले है एकछिन रोक्नुहोस् है। सुकिमास र उसको खान्जी है। जहिले पनि म चाहिँ टाइममा गरेँ भन्दाखेरि भन्नु पर्यो है। त्यो कुरा चाहिँ ध्यान दिने है। ल अब चाहिँ यहाँ एउटा भाइले भनेका छन् चुकिमासको खान्जी र उसको खान्जी भनेर चाहिँ एकदम भ्यालिड क्वेसन गरेका छन्। किमास भन्नाले आउने किमास होइन कि लगाउने किमास चाहिँ एउटै मानिन्छ है। ल हेर एक मिनट पहिला म जापानिज गराउँछु है। छत्ता मात्रै नै जापानिज ओके। के छ भन्दा चुकिमास है। यो चुकिमासको यो चुकिमास र किमास चाहिँ यो वाला होइन कि लगाउने वाला किमास है हो। यो दुईटा खान्जी चाहिँ एउटै छ है। यो चाहिँ तिमीले भनेको कुरा सही हो है। यो लगाउने वाला किमास है उ वाला आउने वाला किमास होइन कि लगाउने वाला किमास र चुकिमासको खान्जी चाहिँ एउटै हो। यो कुरा चाहिँ ध्यान देऊ है। ल ठिक छ। तोच्याकुसिमास चुकिमास है किमास एउटै हो। अर्को किमास भने फेरि थर्ड ग्रुपको किमास चाहिँ आउनुवाला है। यो थर्ड ग्रुपको किमास चाहिँ यो हो है। थर्ड ग्रुपको किमास चाहिँ यो तलको चाहिँ थर्ड ग्रुपको किमास है। यो कुरा पनि ध्यान देऊ। चुकिमास किमास अर्को पनि किमास है। यसरी चाहिँ गर्ने। ल अब चाहिँ हामी खान्जीमै जाउँ हामी पनि। ल यहाँ पनि छ होला खान्जी रहेछ। जिखान भनेको समय भयो है। जिखान समय। बास्यो भनेको ठाउँ। बास्यो भनेको ठाउँ। एकी स्टेसन। उकेचुके भनेको रिसेप्सन। उकेचुके भनेको रिसेप्सन। मोन भनेको गेट।
देन्स्या ट्रेन है देन्स्या भनेको ट्रेन मात्सु भनेको पर्खनु तोमारु भनेको रोकिनु चुकु भनेको पुग्नु है आइपुग्नु पुग्नुलाई हामीले चुकु भन्छौँ इसोगु भनेको हतार गर्नु इसोगु हतार गर्नु है इसोगु भनेको हतार गर्नु इसोगु हतार गर्नु अब हामी यहाँ यान वा दौ देशका भनेर भनेको है कसैलाई केही चिज सोद्धा यो कसो होला भन्दा वा दौ देशका लगाउने है जस्तो 6 बजे कसो होला भन्दा रोकुची वा दौ देशका भने जस्तै है स्याउ कसो होला रिङ्गो वा दौ देशका है कुनै कसैलाई सजेसन दिँदा अथवा यो कसो होला भनेर सोध्नको लागि वा दौ देशका भनेर भन्ने है वा दौ देशका त्यस्तै गरेर अर्को छ डेमो इ देशका एन डेमो यु देशका नाउन डेमो इ देशका भनेको यो भए पनि हुन्छ भन्नलाई डेमो इ देशका भनिन्छ फेरि त्यो वा दौ देशका भनेपछि डेमो इ देशका भन्ने है पहिला वा दौ देशका त्यसपछि डेमो इ देशका लगाइन्छ एक्सप्रेसनमा जहिले नि ख्याल गर्ने वा दौ देशका आएपछि बल्ल डेमो इ देशका ल अब के भन्यो नि स्याउ वा दौ देशका अथवा रिङ्गो वा दौ देशका भन्यो भने सुइमासेन मिकान डेमो इ देशका सुन्तला भए नि हुन्छ भन्नु पऱ्यो होइन सुइमासेन मिकान डेमो इ देशका सुन्तला भए पनि हुन्छ भन्दा है दाइजु देश्यो इ देश्यो भनेर यसरी चाहिँ भन्न सक्यो है रिङ्गो वा दौ देशका भनेर सोद्धाखेरि सुइमासेन मिकान डेमो इ देशका भनेर यसरी उसको प्रति क्वेसनमा यो गर्ने है पहिला यो आउँछ जहिले नि एक्सप्रेसनमा त्यसपछि यो आउँछ यो याद गर है वा दौ देशका आउँछ पहिला त्यसपछि डेमो इ देशका भनेर आउँछ जस्तो निकु वा दौ देशका है अथवा यागी निकु वा दौ देशका खसीको मासु कसो होला भन्दा सुइमासेन तोरी निकु डेमो इ देशका कुखुराको मासु भए पनि हुन्छ भनेर भन्दाखेरि तोरी निकु डेमो इ देशका भनेर यसरी पढ्नु पर्यो है त्यही कुरा अर्को दे र ते यो एकदम इम्पोर्टेन्ट धेरै ठाउँमा आएको कुरा कारण बताउँदा है कुनै पनि कारण बताउँदा भव भए पार ते नाउन भए पार दे ए विषण भए पार कुते है ना विषण भए पनि दे याद गर है ए विषणमा कुते ना विषणमा दे नाउनमा दे भवमा ते यसरी थाहा भवमा ते ना विषणमा दे नाउनमा दे है अनि ई विषणमा कुते यसरी चाहिँ हामीले कुनै पनि कारण बताउँदा कमा लगाएर पछाडि चाहिँ हामीले रिजन दिन्छौँ पहिला त्यो लेख्छौँ यस्तो यस्तो भएर यो भयो भनेर बताउने गर्छौँ जस्तो नेबो स्टेइमा ओकीमा स्टा है सुतेर अहिले उठे जस्तो जिको दे देन्स्याका तोमारीमा स्टा एक्सिडेन्टको कारणले है ट्रेन रोकियो इसोगासी कुते क्यो यासिममा स्टा व्यस्त भएर आज बिदा बसे है त्यो अलि अनफुन हो होइन इसोगासी कुते है इसोगासी कुते भनेर कुतेमा पनि लगाउन सक्यो जहिले पनि कज रिजनहरू बताउँदा नाउनमा ते भवमा ते ना विषणमा ते ए विषणमा कुते भनेर लगाउने है जहिले पनि कमा दिने अनि उतातिर फेरि कारण बताउने रिजल्ट दिने गरेपछि हुन्छ जहिले पनि यो इक्जाममा नि आउन सक्छ सर हेर्ने सजिलै पत्ता लाग्छ ल आजलाई यति नै रहेछ है एउटा ल अब भन्छ चिकोकु जापानको चिकोकु भनेको कस्तो भन्छ भने एउटा सानो उदाहरण दिन्छु जापानमा 9 बजेबाट काम छ भने 8:50 पुगिसक्नुपर्छ है 8:50 पुगिसक्नुपर्छ यदि 9 बजे काम छ 9 बजे नै पुग्यो अथवा 9:01 पुग्यो भने पनि त्यसलाई लेट मानिन्छ 9 बजे काम छ 9 बजे नै पुग्यो भने त्यसलाई लेट मानिन्छ किनकि जापानमा जहिले पनि छिटो पुग्ने गरिन्छ छिटो गएर आफू सबै काम रेडी भएर 8:55 कामभित्र रुमभित्र छिरिन्छ 9 बजे काम छ भने 4-5 मिनट पहिले नै छिर्ने चलन छ है नत्र भने लेट मानिन्छ एउटा कुरा यो याद गर्ने है सबैले अनि अर्को कुरो कुनै कारणवश यदि लेट भयो कम्पनीमा जान भने कम्पनीमा गएर भन्ने होइन के अनि 9 बजेपछि भन्ने होइन के हामी चाहिँ जति बेला
कम्पनी पुग्नुभन्दा पहिले नै सरी मेरो चाहिँ यस्तो यस्तो कारणले गर्दा लेट हुन्छ जस्तो छ, अथवा लेट हुन्छ, अथवा लेट यति बजी आउँछु, अथवा म हस्पिटल जाँदैछु, पहिले नै बताउने। काम सुरु हुनुभन्दा पहिले नै बताएपछि बल्ल राम्रो इम्प्रेसन पर्छ। नत्र त्यो चाहिँ पछि बताए पनि त्यसलाई झुटो मान्छ, राम्रो मानिँदैन है। त्यसैले जहिले पनि जापानमा चाहिँ पहिले नै बताउने गर्ने। अनि अर्को कुरा के छ भन्नुहुन्छ भने जापानको एउटा राम्रो पक्ष, यदि ट्रेनमा तपाईँ लेट हुनुभयो है, ट्रेनमा तपाईँ लेट हुनुभयो भने तपाईँलाई चाहिँ ट्रेनले चाहिँ एउटा ऊ दिन्छ है, कार्ड दिन्छ होइन, सोमेश्वर दिन्छ। त्यो लगेर गएपछि तपाईँलाई चाहिँ के हुन्छ नि, तपाईँको कहिलेको ट्रेन कति बजी कति मिनट लेट भयो त्यो दिएपछि कम्पनी अथवा सरकारी कार्यालय अथवा स्कुलहरू है, स्कुल कलेजमा पढ्नु छ भने स्कुल कलेजलाई पनि त्यो सर्टिफिकेट देखायो भने त्यो दिएपछि मारु लाग्छ, बाजु लाग्ने हुनाले त्यो उसमा के एटेन्डेन्समा पनि मारु लगाइन सक्छ। त्यति तागत ठुलो हुन्छ यो चाहिँ, यो कुरा चाहिँ बुझ्ने है। ट्रेनहरूले चाहिँ सोमेसो एउटा छाप लगाएर दिने गर्छ, यहाँ चाहिँ यो सिम्पल मात्रै हो, छाप लगाएर दियो भने त्यो चाहिँ एकदम राम्रो मानिन्छ त्यो कुरा है। ल आजलाई चाहिँ हामी यति गरौँ। अरू केही क्वेसनहरू